सबैले जय मसीह बारकमोर। येशूको साथमा क्रुससम्मको यात्रा दिन 2 दोस्रो दिन। घातक पाप। पहिलो यूहन्ना 1 अध्यायको 7 देखि 9, रोमी 3 अध्यायको 23 देखि 24, एसाया 1 अध्यायको 8 र 43 अध्यायको 25 देखि 26, प्रेरित 3 अध्यायको 19, दोस्रो कोरिन्थी 5 अध्यायको 17। उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। उहाँ तपाईलाई सहायता गर्न र तपाईलाई पापका पासोबाट छुटकारा दिन चाहनुहुन्छ। इतिहासकार थोमस फुल्लरले भनेका छन्, पहिलो चरणमा हामी पापलाई हाम्रा प्राणमा बढ्नदेखि रोकौं, किनकि यो जति टाढासम्म जान्छ उति नै चाँडो फैलिँदै जान्छ। पवित्र बाइबलमा पनि पाप एक प्रमुख विषय रहेको छ। हामी बुझ्न सक्छौँ पवित्र बाइबलले पाप शब्द सोझै 400 पल्टभन्दा बढी उल्लेख गरेको छ। यो 2 अक्षरले बनेको भए पनि यसको प्रभाव भने अति खराब र भयानक छ। पाप हाम्रो प्राण वा आत्माको शत्रु हो। यसले कष्ट ल्याउँदैन र पुरा क्षति पुर्याउँदैन, निरन्तर काम गरिरहन्छ। यो हानिरहित र निर्दोष लहराको रूपमा सामुन्ने आउँछ, तर अन्त्यमा त्यसले हामीलाई पूर्ण रूपले आफ्नो बसमा पार्छ। यो हामीमाथि सवार हुन्छ, हामीलाई खुवाउँछ र हामीलाई खान्छ तापनि सुरुमा यो माकुरोको जालो जस्तै कमजोर र फितलो देखिन्छ, तर दिनहरू बित्दै जाँदा यो हाम्रो घाँटी निमोथेर मार्न खोज्ने फलामको साङ्लो जस्तो मजबुत बन्छ। यो छलपूर्ण शक्तिले हाम्रो प्राण वा आत्माको रोग प्रतिरोधक प्रणालीलाई नै नाश पार्दछ। आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेदेखि यता पापले मानव जातिमाथि नियन्त्रण गर्यो र मानिस त्यसको अशक्त बनाउने पासोको शिकार बनिरहेछ। पापको बढ्दो प्रभावले जीवनलाई दयनीय बनाउँछ र हामीलाई शान्ति र आनन्दबाट वञ्चित बनाउँछ। यसले हाम्रो व्यक्तिगत जीवनलाई कुहाउने मात्र नगरेर परस्पर सम्बन्धलाई पनि हानि पुर्याउँछ। तर प्रश्न यो छ, कहिलेसम्म यस्तो हुने? यस्तो घातक अग्नि परीक्षाहरूबाट बस्ने के कुनै उपाय छैन? अवश्य यस्तो कष्टको एउटा उत्कृष्ट समाधान छ। यो छलपूर्ण तापनि विनाशकारी शत्रुको एक मात्र उपलब्ध समाधान क्रुस र येशूको रगत हो, जुन मानव जातिका निम्ति बगाइएको थियो। लिनकालले हामीलाई येशूले पाप भनिने विनाशकारी शक्तिबाट बाहिर निकाल्न के गर्नुभयो भन्ने कुरा बारम्बार सम्झना गराउँछ। पापद्वारा लादिएको मानिसका सबै बिमारीहरूको समाधानको रूपमा ख्रिस्ट कल्भरीको क्रुसमा मर्नुभयो। कुनै पनि पाप यति ठुलो छैन जुन हाम्रा प्रभुले क्षमा गर्न सक्नुहुन्न, अनि कुनै पाप जति नै घातक र उद्धार गर्न नसकिने जस्तो देखिए पनि येशूको रगतले धुन नसक्ने कुनै पाप छैन। उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। उहाँ तपाईलाई सहायता गर्न र पापको पासोबाट छुटकारा दिन अति नै इच्छुक हुनुहुन्छ। प्रभुले हामी प्रत्येकबाट यही जवाफ चाहनुहुन्छ कि हामी क्रुसको फेदमा आएर हामीलाई येशूको रगतको शक्तिको विरुद्ध रोकेर राख्ने सबै कुरा त्यहाँ समर्पण गरौँ। त्यस्तो प्रकारको समर्पणले मात्र हामीलाई पापका बन्धनहरूबाट बचाउन सक्छ। के हामी आफैलाई नम्र तुल्याउन साथै क्रुसको फेदमा निहुरिएर आफैलाई उहाँमा समर्पण गर्न तयार छौँ? हामी मनन गरौँ। 1. के मैले कुनै पापसँग सङ्घर्ष गरिरहेको छु जसमाथि मैले विजय पाउनुपर्छ? 2. त्यो कुन कुरा हो जसले मेरो हृदयबाट प्रभुको आनन्द लुटिरहेको छ?
3. मेरो जीवनमा परमेश्वरको उपस्थितिको आनन्द उठाउन म निरन्तर कुन कुरा गर्न सक्छु? प्रयोग: जीवनमा अपनाउनु पर्ने कुराहरू। म झुटो बोल्ने छैन, चाहे त्यो सानो होस् वा ठुलो। म परमेश्वरको वचनमा पुरा ध्यान दिनेछु। परमेश्वरसित र मेरो मित्रसँग मेरो सम्बन्ध बिगार्ने कुनै पनि किसिमको पापबाट म जोगिनेछु। प्रार्थना: प्रिय प्रभु, तपाईले मलाई वास्ता गर्नुहुन्छ भन्ने कुराले मलाई कति धेरै उत्साह दिँदछ। म डगमगाउने गर्छु र पनि मलाई सान्त्वना र आदान प्रदान गर्ने तपाईका प्रतिज्ञाहरूका निम्ति तपाईलाई धन्यवाद। मेरा पापहरू क्षमा गरिदिनुहोस् र तपाईको उपस्थितिमा जिउँदा पाइने रहँदा त्यो आनन्द र खुसी मलाई फेरि दिनुहोस्। येशूको नाममा म प्रार्थना चढाउँदछु। आमेन।